देश गरिब छ भनेर पढाए, जंगलमा आज साल कुहेर गइरहेछ, जंगलमा जडीबुटीहरू कुहेर गइरहेछ, हरियो वन नेपालको झन् यतिकै बनाए, नेपालको खानी यतिकै डुबाए, नेपालको पानी यतिकै बगेर गइरहेछ, नेपालका सबै स्रोतहरू यिनीहरूले हरिकङ्गाल बनाए। कहिले देखेनन् यिनीहरूले सधैँ माग्ने, यताबाट मागेर बन्छ कि उताबाट मागेर बन्छ कि, यसले मागेर दिन्छ कि उसले मागेर दिन्छ। पछिल्लो 20 वर्षमा मात्रै 30 वर्षमा मात्रै 27 खरब ऋण लिएर के गरे यिनीहरूले? आफ्ना कार्यकर्ता पाल्ने, आफ्ना भरौटे पाल्ने, आफू पालिने, होइन गुन्डागर्दी गर्ने, होइन 2-4 जना ठेका पट्टा लिने, बाहेक के गरे यिनीहरूले? अब राक्षसको युग सकिएको छ, भगवानको युग सुरुवात भएको छ, जनताहरू उठिसकेका छन्, जनताहरू जुटिसकेका छन्। हामी होइन, हामीभन्दा पछाडिको पुस्ता उठिसकेको छ, जुटिसकेको छ है। तिनीहरूभन्दा पछाडि जसरी आइफोन 1 भन्दा 2, 2 भन्दा 3 एडभान्स हुन्छ नि, हजुरभन्दा बा भन्दा म एडभान्स छु के, र मभन्दा मेरा भाइ झन् एडभान्स छन्। खतरनाक छ यो पृथ्वी होइन। मैले त पृथ्वी चलाउन सक्छु भने चाहिँ यहीँ बसेर, यिनीहरूले त ब्रह्माण्ड चलाउन सक्छन्। त्यति आत्मविश्वास छ हामीलाई। संसारको पहिलो भाषा भएको देश, संसारको सबैभन्दा सुन्दर विचार संस्कृति परम्परा भएको देश हाम्रो देश। गरिब हुँदै होइन है। म सम्पूर्ण किसानहरूलाई तपाईँहरूको उत्पादन यो सरकारले किनिदिन्छ छैन नि त, म किनिदिन्छु आजैदेखि, बाँचको ग्यारेन्टी भयो। तपाईँले जे फलाउनुहुन्छ त्यो सबै हामी किनिदिन्छौँ है। तपाईँलाई मल चाहियो हामी दिन्छौँ। नेपाल मात्र होइन, हामीले 8 वर्षमा नेपालमा मल बनाएको, भाइरल पनि भएको थियो, हेर्नु पनि भएको थियो होला हजुरहरूले है। मल बनाएको नेपालमा हामीलाई स्वीकृति नदिएर इन्डिया गएर स्वीकृति लिएर, अनि इन्डियाबाट बङ्गलादेश, इन्डिया र पाकिस्तानलाई बेच्नु परेछ भने सोच्नुहोस् त ल। नेपालको पहिलो रकेट उडाएको टोली हो हामी, नेपालको पहिलो सेटेलाइट बनाएको टोली हो हामी। हुम्ला, जुम्ला, दार्चुला, झापा, मुगु हरेक जिल्ला पुगेर निशुल्क स्वास्थ्य शिविरदेखि लिएर सबै कुरा दिएको व्यक्ति हो हामीहरू पनि। कसैले हामीले अवमूल्यन गर्ने प्रयास नगरोस्। हामीले 60 लाख बिरुवा रोपेछौँ यो देशमा। अगरो, रुद्राक्ष, बचिता, श्रीगण्ड, चन्दन लगायतका बिरुवाहरू हामीले 16 लाखको निशुल्क उपचार गरेछौँ। अस्ति हामीले पशुपतिमा गरिब दुःखीलाई निशुल्क उपचार गर्दै गर्दा काङ्ग्रेस एमाले कार्यकर्ता ल्याएर हाम्रो अस्पताललाई भत्काइदिएछन्, बिगारिदिएछन्। कतिसम्मको चेतना हो, कतिसम्मको सोच हो? भोकालाई भोजन, प्यासीलाई पानी, रोगीलाई उपचार भनेर हामीले दिँदै गर्दा के बिगारेको थियो? कसको के बिगार्दै, कसको के खाइदिएको थियो हामीले?